अब राजै ल्याउने भए चाहिँ दीपक राजगिरीलाई लिएर के अब जाँडहार लेखेको संविधान भन्दा सुर्तिहार लेखेको संविधान राम्रो होला होइन। अब फेरि रानी चाहिँ को बनाउने भन्दा दिवाश्री नेरोला सुहाउने त हुनु पर्यो। अब गृहमन्त्री कसलाई बनाउने भन्ने कुरा भन्नुहुन्छ भने केदार घिमिरे माइने बुढालाई। अब भन्नु होला त्यसो भए अरू अरू मन्त्री पद हाम्रो जितु नेपाल सरलाई पनि दिनु पर्यो एउटा पद है। अनि त्यसपछि सन्दीप छेत्री सरलाई पनि दिनु पर्यो। अब राजै ल्याउने भए दीपक राजगिरीलाई ल्याऊँ होइन। आनन्दसँग मजाले वर्षैपछि छक्का पन्जा हेर्न पाइन्छ। दीपक सर खुसी हुनुभयो तर बुढा साँच्ची नै खुसी हुन्थ्यो होला है। बनाउनै पर्छ मलाई मलाई गृहमन्त्री बनाउनु पर्छ। अब अरू मन्त्रीमण्डलको छानबिन समिति गठन गरेर एकचोटि के मन्त्रीहरू बन्न मिल्छ को बन्न मिल्छ छक्का पन्जाको क्यारेक्टरको हिसाबले होइन। क्यारेक्टरको हिसाबले त दीपक दाई राजा बनाउन नमिल्ने तर पनि दीपक दाईलाई नै राजा बनाऊ। गीत पनि सुहाउँछ राम्रो छ सबै कुरो राम्रो छ। दीपक दाईलाई राजा बनाऊ।